त्यस्तो ठोकिँदा हेलो गाइज, नमस्ते सम्पूर्णमा। हामी चाहिँ पोखरा फेवाताल आइपुगिसकेका छौँ यति बेला। अनि म डुङ्गा चढ्न जाउँ भनेको होइन, तर म डुङ्गा चढ्न जानु सक्दिनँ किनभने मलाई पोखराको दृश्य डर लागिराखेको छ। पोखराको फेवाताल तिम्रो माया जाल। हम पागल नहीं है भैया, दिमाग खराब है। हम भी पागल नहीं है, हमारा अनि म चाहिँ फर्स्ट टाइम डुङ्गा चढेको है साथीहरू। अनि डुङ्गामा लडेर झन्नै तालभित्र परेन। अनि यतापट्टि दिदीले चाहिँ तिम्रो सबै कपडा मैलो भयो भन्दै हुनुहुन्थ्यो। आफू लडेर झन्नै मरिन, कपडा त जाबो धुला नि होइन, के छ र जिन्दगानीमा। ढाले अहिले म फेरि लड्छु नि त एकछिनमा उता पुगेपछि। कस्तो कान्छा दिदी ढल्नु भयो। रमाइलो भइरहेछ नि साथीहरू। दिदी ढल्नु भयो। कति ठुलो हो क्या यो, बस्नै असर भइरहेको छैन देखेको। असर गर्यो होला। नयाँ नयाँ बोट पनि अलिकति टेक्नोलोजीले बनाएको चिज जस्तो ल्याएर फेरि घुमाउनु घन्टा मात्रै हो, त्यही भएर त बोल्ला नि है, केही बोल्दैन। के बोल्दै रमी त हेर्दै ठिक्क भयो। मुटु ढुकढुक गरिरहेछ। Di sana.
यता हेर त कतिको डर लाग्यो हेलो गाइस हामी चाहिँ फाइनली मन्दिर आइपुगेका छौँ म चाहिँ लडेकै बल्लङ्गै भएर है एकचोटि नाम दिन चाहन्छौँ उत्तम सिंह घोषज्यूको तर्फबाट यस मन्दिरको निर्माणका लागि 1550 रुपियाँ सहयोग प्राप्त भएको छ सबै परिवारजनमा माता पार्वती सदैव चारो दिन उज्यालो छ यहाँहरूको जीवन पनि उज्यालो होस् भन्ने कामना पनि व्यक्त गर्न चाहन्छौँ यो साथ र सहयोगका लागि व्यस्त परिवार जीवहरूलाई पनि धेरै धेरै धन्यवाद पनि हामी व्यक्त गर्न चाहन्छौँ मन्दिरलाई राम्रो र हाम्रो बनाउँदैछौँ सबैको साथ र सहयोग पनि मिल्नुपर्छ भन्ने हामी सबैलाई जानकारी गराउँछ तपाईँले हाल्दा त आएन ठुल्ठुलो यत्रो फेवा तालमा सबै माछा कति हो माछा हेलो गाइस हामी चाहिँ मन्दिरको दर्शन गरेर फर्किसकेका छौँ देख्नु त सबैलाई के भयो फेरि गाडी आएन क्या माछा बाना हो के माछालाई त एउटा क्राइटेरिया बनाएर हेरे यता माछा पर्ने त्यो बोटे त आउनु नपर्ने एउटा हुन्छ नि त रुल त बनाउनु मिल्छ बाना हो कि त्यहाँ उनीहरूको रोजीरोटी खोजिन्छ भनेर विरोध गरेको उनीहरूले व्यवस्थापन गर्ने चाहिँ हुनुपर्छ भोलि त्यसो डुङ्गा आयो त्यसो डुङ्गा उनी अब चाहिँ व्यवस्थापन माछाले खाइदेला भन्नु सोध्नु हात पिन्छ डर लाग्यो माइ गॉड यो हाम्रो पर साइडमा रहेछ कुन चाहिँ भइसक्यो किन अबे बिस्तारै आउनु किन हामी चाहिँ मन्दिरमा दर्शन गरेर आइसक्यो जिन्दगी ढुङ्गा नचढ्ने निर्णय गरियो लास्ट डर लाग्यो केही बोल्न सकिरहेको थिएन